7 जुनमा इन्डियाको कलकत्तामा बुया इभेन्ट भएको थियो र नेपालको एउटा मात्र क्रिएटर जो कि टोन्डे दाई उहाँ त्यसमा सेलेक्ट भएर इन्डियाको कलकत्तामा गएर द बुया अवार्ड फर द मोस्ट इन्टरटेनिङ क्रिएटरको अवार्ड पनि जित्नु भएको छ। सोच्दा त अरू कन्टेन्डर को नै थियो होला र इजिपिजी जित्नुभयो होला जस्तो लाग्ला, तर उहाँको अगेन्स्टमा त्यही क्याटेगोरीमा हुनुहुन्थ्यो अमित शर्मा एके देशी गेमर्स र ब्याज 99 अनि साथसाथमा मुन्ना भाइ गेमिङ। यिनीहरू तीनजना यस्तो मस्ट लभ क्रिएटर हो फ्री फायर कम्युनिटीमा, सबैले यति धेरै माया गर्छन् कि तिनीहरूको अगेन्स्टमा कम्पिट गरेर टोन्डे दाइले यो अवार्ड जित्दा त लिटरली मलाई यस्तो मजा लागेको थियो। एन्ड म्यान म के भनौँ यार, जब उहाँको नाम अनाउन्स भयो तब उहाँ उठेर त्यो स्टेजमा जाँदा उहाँको अरा र इन्टरनेसनल स्टेजमा यसरी नेपाली क्रिएटरलाई देख्दा र त्यो अरा मेन्टेन गरेर अवार्ड लिँदा माई गड लिटरली मलाई गुजबम्स आइरहेको थियो। मलाई लागिरहेको थियो कि म त्यही छु र मैले त्यो अवार्ड बोकिरहेको छु। उहाँ मोस्ट लभड यतिकै पनि होइन, उहाँ यति हम्बल हुनुहुन्छ र त्यो केएल टावरमा उहाँको लागि त्यो क्रेज यस्तो थियो कि अनि उहाँ रेगुलरली स्ट्रिम आउँदा पनि उहाँको स्ट्रिममा भ्युअर्सहरू 10Kबाट सधैँ माथि नै हुन्छ र फ्री फायर कम्युनिटीमा फ्री फायर क्रिएटरहरूको मैले 10Kबाट माथि रियरली नै देखिरहेको हुन्छु कसैको। र उहाँले पाएको यो लभ, उहाँले पाएको यो सक्सेस पनि सजिलै पाएको होइन। उहाँभन्दा माथि पहिला 2B गेमर सुनितादेखि धेरैजना थिए, तर कन्सटेन्टली काम गरिराख्दा यो युट्युबको फिल्डमा अघि बढिराख्दा उहाँले यो सबै माया यो सबै लभ पाउनु भएको र उहाँको 17.8 मिलियन समथिङ त्यति नै पुग्यो होला र उहाँको त्यति सब्सक्राइबरहरू मध्येमा हेटर्स जेरो, कम्प्लिटली जेरो। उहाँ फेमस मात्र होइन, उहाँ पपुलर हुनुहुन्छ, अ म्यान विथ ओन्ली लभर्स नो हेटर्स। यो मोमेन्ट उहाँको लागि मात्र प्राउड मोमेन्ट होइन, हामी सबैको लागि प्राउड मोमेन्ट हो। एज अ नेपाली हामीले यस्तो क्रिएटरलाई सपोर्ट गर्नुपर्छ र अब 17 मिलियन नेपालमा बसेर नेपालको पपुलेसनभन्दा हाफभन्दा नि धेरै, नेपालको पपुलेसन 29.1 मिलियन छ र उहाँको सब्सक्राइबर छ 18 मिलियन, अलमोस्ट 18 मिलियन। मतलब कि नेपालको पपुलेसनको आधाभन्दा पनि धेरै सब्सक्राइबर कसैको छ भने हो टोन्डे दाइ, र युट्युबमा सबैभन्दा मोस्ट सब्सक्राइब नेपाली च्यानल पनि उहाँकै हो। सो यो धेरै प्राउड मोमेन्ट हो। इन्टरनेसनल स्टेटमा कोही नेपाली क्रिएटर गएर यसरी अवार्ड लिएर आएर नेपाललाई प्राउड बनाउँछ भने अब योभन्दा खुसीको कुरा के नै हुनसक्छ र अरू। अनि यति मात्रै होइन, ई स्पोर्टदेखि लिएर नेपालको हरेक कुरामा हात हालेर नेपाली प्लेयरहरूलाई पनि सपोर्ट गरिराख्नु भएको छ, धेरै राम्रो गरिरहनु भएको छ। जस्ट किप डुइङ इट र हामी सधैँ तपाईँको साथमा छौँ र ई स्पोर्ट प्लेयरदेखि सबै प्लेयरहरूलाई साथमा लिएर अगाडि बढ्नु भनेको सानो कुरा होइन र आफ्नै खर्चमा न गभर्मेन्टले कुनै सपोर्ट गरेको छ, न कसैले केही सपोर्ट गरेको छ, न नेपालको छुट्टै सर्भरै छ, त्यही पनि आफू एक्लै लागेर त्यो गोर्खाली कप गराउनु भयो। अहिले पनि टोन्डे गेमर ई स्पोर्ट्स भनेर छुट्टै च्यानल खोलेर डेली एक महिनामा ई स्पोर्ट गरिराख्नुहुन्छ। धेरै प्राउड होस्, यो कुराहरू तपाईँले गरिराख्नु भएको छ, धेरै राम्रो कुरा छ र हामी तपाईँलाई सधैँ माया गर्छौँ, सधैँ सपोर्ट गर्छौँ। किप डुइङ इट, किप किलिङ इट म्यान। इन्टरनेसनल स्टेजमा गएर नेपालीलाई यसरी प्राउड फिल गराउनु भनेको सानो कुरा होइन, तपाईँले गरिराख्नु भएको छ। कोहीले लाग्छ सानोतिनो कुरा त हो, इन्डियामा गएर अवार्ड लिएर आउनु भनेको के नि ठुलो कुरा हो जस्तो, तर आजभन्दा अगाडि मलाई चाहिँ थाहा छैन इन्डियामा कोही गएर नेपाली क्रिएटर होस्, नेपाली सेलिब्रिटी होस्, कोही गएर यसरी अवार्ड बोकेर नेपाललाई यस्तो प्राउड फिल गराएको। त्यही म ढुक्क छु कि अझै पनि नेपाल सरकार, नेपाल गभर्मेन्टलाई केही थाहा छैन। कोही क्रिएटर गएर इन्डियामा गएर यस्तो तलगाम मचाइसक्यो, अवार्ड बोकेर आइसक्यो र नेपालमा पनि यार हि डिजर्भ मच मोर रेस्पेक्ट यार। यत्रो गरिराख्नु भएको छ, नेपालको मान्छेहरू आएर पनि मतलब नेपालको गभर्मेन्टले पनि थोरै सपोर्ट गर्यो, थोरै अवार्ड दियो, उहाँलाई मोटिभेट गर्यो भने उहाँले गरिराख्नुहुन्छ त। स्पोर्टमा हात हालिराख्नु भएको छ, नेपालले थोरै स्पोर्टको लागि बजेट छुट्याइदियो भने म्यान यु विल डु इट क्या। बस एउटा त्यो एम विशाल भन्नेको साथमा लागेर, एम विशालले पनि धेरै गरिरहेको छ, हि इज अल्सो गुड, हि इज डुइङ गुड। अब यस्तो मतलब यति सब गरिराख्ने मान्छेलाई साथमा लिएर तिमीहरू यसो गराओ भनेर गभर्मेन्टले थोरै पनि मोटिभेट गरिदियो भने दे विल डु क्या। बट नेपाललाई लौडा लसुन केही मतलबै छैन। र यति नै थियो, बस किप सपोर्टिङ टोन्डे दाइ। टोन्डे दाइले आफ्नै बजेट आफ्नै खल्तीबाट महिनाको 1 लाख हाल्छु र नेपाली स्पोर्टलाई सपोर्ट गर्छु भन्नुभएको छ। त्यो धेरै राम्रो कुरा हो र नेपालमा स्पोर्ट चाहिन्छ भन्ने हामी सबैको चाहना त हो। इभन एक्लै लागेर पनि अहिलेसम्म त टोन्डे दाइले गरिराख्नु भएको छ र मलाई अब त लाग्दैन एउटा मान्छे यसरी उभिएर म मात्रै गर्छु भनेर पनि केही हुँदैन जबसम्म नेपाल गभर्मेन्टले यो सब हेर्दैन र भइरहेको रहेछ त, गरिरहेको रहेछ त यार। नेपालमा फ्री फायरको अडियन्स खतरा छ त यार। त्यो टोन्डे दाइको केएल टावरको क्रेज देखेरै थाहा हुन्छ त यार, त्यस्तो क्रेज थियो। अनि त्यसमाथि गलीमा हरेक बच्चादेखि लिएर अहिले त बुढो मान्छे 50-60 वर्षको मान्छेसम्म फ्री फायर खेलिरहेको हुन्छ। अनि यो कुरा फ्री फायरलाई मात्रै होइन, फ्री फायरदेखि लिएर पब्जी पनि, पब्जीले त ग्लोबलै हानिरहेको छ। त्यही पनि यार पब्जी देख्नेले म भन्छु पब्जीको भन्दा फ्री फायरको अडियन्स धेरै छन्, धेरै। र फ्री फायरको अडियन्सलाई पनि हेरेर फ्री फायरको साइडमा पनि केही गरिदियो भने गर्छ यार नेपालमा। सबै कुरा ठिक थियो, तर टोन्डे दाइ त्यहाँ स्टेजमा जाँदाखेरि एउटा नेपालको झन्डा भिरेर गएको भए कसम त्यो मोमेन्ट हुन्थ्यो क्या स्पेसल, त्यो हुन्थ्यो क्या अरा मोमेन्ट।
त्यही नि जे जति गर्नुभयो त्यो सबै नै ठुलो कुरा छ। नेपाली क्रिएटर भएर नेपालीको लागि गरेर इन्टरनेसनल स्टेजमा इन्डियामा गएर यसरी अवार्ड खोसेर यार अमित भाइ इट इज नट फर यु, ब्यास भाइ इट इज नट फर यु, इट इज फर मी। म तपाईँहरूभन्दा म डिजर्भिङ छु, मैले जित्छु भनेर त्यो अवार्ड लिनुमा वा लिटरली आई फिल द्याट अरा म्यान। ल ठिकै छ, अब यस्तो क्रिएटरलाई सपोर्ट गरिराख्नुपर्छ जसले ई स्पोर्टदेखि लिएर नेपालको सबै कुरामा सपोर्ट गरिरहेको छ। आफ्नै खल्तीबाट पैसा हालेर भए पनि नेपाली प्लेयरहरूलाई केही गराउँछु भनेर गरिरहेको छ। इट्स लिटरली प्राउड मोमेन्ट फर अस र धेरै खुसी पनि छौँ यस्तो मान्छे नेपालमा पाएको छौँ, नेपाली क्रिएटर यस्तो रूपमा पाएको छौँ। र केटाहरू आजलाई यति नै। र यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, राम्रो कमेन्ट गर्नुहोला र अर्को च्यानल बिको एफएफ चेक गर्न नभुल्नुहोला। ल ओके बाई बाई गाइज, यति नै थियो।